नमस्कार, म अधिवक्ता गीता पराजुली। कल्पना गर्नुहोस्, रातको 12 बजेको छ। गाउँ सहर जताततै सन्नाटा व्याप्त छ। अचानक प्रहरीको एउटा टोली घरमा प्रवेश गर्छ। माओवादीको खोजी गर्ने भन्दै सुरु भएको त्यो रात केही घण्टामै नेपालको न्यायिक इतिहासमा सम्झिने एउटा घटनामा परिणत हुन्छ। आज हामी यही ऐतिहासिक नजिरको वास्तविकताबारे चर्चा गर्नेछौँ। रातको ठिक 12:25 भएको छ। दोलखाको एउटा सानो गाउँ, सबै परिवारहरू गहिरो निन्द्रामा थिए। अचानक ढोकाबाट ठुलो आवाज आयो, "ढोका खोल, प्रहरी हो।" केही मिनटमै घरभित्र आतंक फैलियो। परिवारका सबै सदस्यलाई माओवादी लुकाएको आरोपमा कुटपिट र सोधपुछ हुन थाल्यो। तर त्यो रात केवल सोधपुछ मात्रै भएको थिएन। त्यो रात नेपालको न्यायिक इतिहासले कहिल्यै नबिर्सने एउटा घटनाको सुरुवात हुँदै थियो। सन् 1919 दोलखाको गैरीमुदी गाउँ। प्रहरी टोलीका नेतृत्व गरिरहेका थिए प्रहरी सहायक निरीक्षक राकेश कुमार सिंह। माओवादी खोज्ने भन्दै प्रहरीका टोली राति गाउँमा पुग्यो। परिवारलाई छुट्टा छुट्टै राखियो। 18 वर्षीय हिमाली गोलेलाई भने काकाको घरमा रहेको एउटा कोठामा लगियो। कोठाको ढोका बन्द भयो। बाहिर कसैलाई आउन दिएन। हिमालीका अनुसार त्यसपछि उनलाई कानुनका रक्षक भनेका प्रहरीबाटै उनीमाथि जबरजस्ती करणी भयो। सारा रात उनले पीडामा बिताइन्। बिहान उज्यालो भएपछि मात्रै उनी बिस्तारै घर पुगिन्। आमालाई सबै कुरा सुनाइन्। परिवार स्तब्ध रह्यो। कानुनको रक्षक भनेको प्रहरीबाटै यस्तो अप्रत्याशित अपराध हुन पुगेपछि उनीहरू शङ्कामा थिए, के हामीले न्याय पाउँछौँ त? केही समयपछि प्रहरीमाथि जबरजस्ती करणीको मुद्दा दायर गरियो। मेडिकल रिपोर्टले के भन्यो त? ब्रा च्यातिएको थियो। पेटीकोटमा सेतो दाग भेटियो। शरीरमा काटिएको चिन्ह थियो। स्तनमा नङको चोट थियो। योनिको झ्याली पूर्ण रूपमा च्यातिएको थियो। रातो भई दुखिरहेको थियो। डाक्टरको निष्कर्ष सेक्सुअल एक्ट भएको देखिन्छ। र अदालतमा सुरु भयो कानुनको लडाईँ। प्रहरी अधिकृत राकेश कुमार सिंहले भने, "मैले केही गरेको छैन। मैले केवल सोधपुछ मात्र गरेको हुँ।" आफू निर्दोष भएको दावी गरिरहे। उनीहरूसँगै गएका धेरै प्रहरीहरूले पनि हामीले केही देखेनौँ भने। हिमालीको बयान सुरुदेखि अन्त्यसम्म एउटै रह्यो। उनका आमा, बुवा, दिदी सबै आफन्तजनले जो देखेको सो बयान गरे। दोलखा जिल्ला अदालतको फैसला। मेडिकल रिपोर्ट र पीडितको लगातार एउटै बयानको विश्वास गरियो। अदालतले राकेश कुमार सिंहलाई दोषी ठहर्यायो र सजाय 4 वर्ष कैद साथै त्यतिबेलाको कानुन अनुसार पीडितलाई प्रतिवादीको सम्पत्तिबाट आधा सम्पत्ति दिने आदेश गरियो। तर कथा यतिमै सकिएन। राकेश कुमार सिंहले पुनरावेदन गरे। उच्च अदालत पुग्दा उनले डिएनएमा प्रश्न उठाए। डिएनए रिपोर्टले अभियोग पुष्टि गर्दैन भने। तर अदालतले अन्त्यमा फैसला गर्यो, डिएनए वा प्रत्यक्षदर्शी मात्रै अन्तिम प्रमाण हुँदैनन्। यदि पीडितको बयान विश्वसनीय छ भने मेडिकल प्रमाणले समर्थन गर्छ भने घटनापछि तत्काल गरिएको व्यवहार स्वाभाविक छ र अन्य परिस्थितिजन्य प्रमाण मिलेको छ भने त्यसले पनि अपराध प्रमाणित पुष्टि गर्न सक्छ। यसरी राकेश कुमार सिन्हालाई अदालतले दोषी ठहर्यायो। कानुनभन्दा माथि कोही हुँदैन भनेर अदालतले पुष्टि गरिदियो। प्रहरी होस्, कर्मचारी होस् वा सामान्य नागरिक, यदि प्रमाणले अपराध देखाउँछ भने न्यायले अन्ततः आफ्नो बाटो बनाउँछ।